हे गाइस नमस्ते सबैजनालाई। त्यही आशा गर्छु सबैजना राम्रै हुनुहुन्छ र म पनि राम्रै छु। यहाँ हेर्न सक्नुहुन्छ आज चाहिँ हामी निस्किसकेका छौँ। छोरालाई हेर्न सक्नुहुन्छ उसले चाहिँ हावा खान भनेर अगाडि उभिसकेको होइन। आज चाहिँ हामीहरू निकै कामले भन्दा पनि त्यस्तो काम त केही पनि छैन। छोरालाई केही खान मन लाग्यो अरे त्यसैको लागि हामी चाहिँ बाहिर निस्किएका छौँ र यो बाटामा पनि पुगिसकेका छौँ। चार्लीको बाटामा उता छोरालाई हेर्न सक्नुहुन्छ कपाल चाहिँ उडाएर हिँडिरहेको छ। यति सानामा कति स्टाइल गर्न सकेका नि केटाकेटीहरूले। र अब हिँड्नु होला हामीहरू चाहिँ कहाँनिर पुग्दैछौँ। हामी चाहिँ आइपुग्यौँ है गाइस। है छोरा चाहिँ एन्ट्री गरिसक्यो। सुहायो पस् जा पस्। कहाँ जानुभएको त्यता कसका छोराछोरी यति साह्रो बाठा छन् हेर्नु त। मैले पस भनिदिएकी छु कि छुइनँ। उसले डाइरेक्ट गएर उहाँ अर्डर दिन जग्गामा जान थाल्यो र यो काका चाहिँ यसलाई मैले पठाएँ। अब काकालाई लिएर गयो भने यति बेला चाहिँ नोस अर्डर दिएर लिएर आउन सकिन्छ होइन। र ऊ चाहिँ जानैपर्छ कि स्पेसियली उसको माने हेर्नै पर्छ, उसले देख्नै पर्छ, नभए ऊ शान्ति मनले बस्दैन। यहाँ काकाले गोदीमा पनि लिइसक्नु भयो। काकासँग छोरा चाहिँ उठ्यो अब काखामा बुझ्नु अब के लिने रहेछ हेरौँ म पनि होइन। टेबल भरिन्छ कि भरिँदैन। बाउले त छोरालाई अब जे खान्छ हुन्छ त्यही खुवाउनु भनेर भन्नुभएको छ। ए भाइ म चाहिँ बसेर रुइरहेको छु भनिदिनु भयो। र म चाहिँ यहाँ रुइरहेको छु होइन। धेरै मान्छे हुनुहुन्छ अब जोरसे पनि बात मार्न सक्दिनँ। ए भाइ चाहिँ भनिदिइहाल्नु लाज लाग्छ फेरि। ल त अब के ल्याउनुहुन्छ तपाईँलाई देखाउनेछु भन्न यहाँ छ र अब सजिलो के हुन्छ म खाऊँ न बुझ्नु भन्दैछु। र हाम्रो चाहिँ पिज्जा पनि आइसक्यो। कोल्ड ड्रिङ्क लिएका छौँ यतापट्टि। यही भाइ खाँदै हुन्छ ऊ छोरो उता चाहिँ म खाँदैछु। मेरो छोरो चाहिँ पिज्जा खान्छु भनेर आउँछ। यसै पेप्सीको लागि मात्र आउँछ नभए आउँदैन। पिज्जा खान्छु भनेर क्या छि नानु देख्नुभयो कति ज्ञानी भएको छ मेरो छोरो। निकै सफा छ नि त। कस्तो लाग्यो त अनि कैसा लगा? अच्छा है। तुम तो पिज्जा खाने के लिए आए हो खाओ ना। अच्छा है। फिर एक बार ट्राई करो। तुमने क्या खाया? और क्या खाया? पिज्जा खाया? के होला है यहाँ हेर्न सक्नुहुन्छ गाइस। हामी चाहिँ के बनाउन रेडी गर्दैछौँ। गाइस हामी चाहिँ के बनाउन रेडी गर्दैछौँ तपाईँहरूले गेस गर्नु होला होइन। ग्यास सिलिन्डर सबै त गरिदिनु होला र बुझ्नुभयो होला। यतापट्टि चाहिँ रेडी पारेका छौँ। हामी चाहिँ अहिले ट्राई नै मात्र गरिसकेका छौँ होइन। ट्राई नै गरिरहेका छौँ। अर्डर सडर त अब 2टा जस्तो गयो आज त। 2टा कहाँ 3-4वटा गयो नि। 3-4वटा गइसक्यो र सबै सामानहरू चाहिँ मैले यहाँ राखेकी छु किनकि अब केटाकेटीको घर हेर्न सक्नुहुन्छ गायब भइहाल्छ सामानहरू। र अरू के गर्दछु चाहिँ अब प्रिमिक्स मिक्स गर्दै हुनुहुन्छ। तपाईँहरूले चाहिँ जान्नुहुन्छ भने भन्नु कन्टिन्यू बस्नु होला। सबै भिडियोमा तपाईँलाई देखाउने छु कसरी के बनिनेछ। यसमा के हाल्नुभएको छ त्यो पनि भाइले भन्दै हुनुहुन्छ। भन्नु त के हाल्नुभएको छ यसमा चाहिँ यस्तो केही हालेको छैन अब। र यो चाहिँ रेडिमेड भेटिन्छ। त्यो रेडिमेड लिएपछि अब केक बनाउन सजिलो हुन्छ। जुन चाहिँ माने न्यू माने बिगिनर अब हामी जस्तो छु होइन। र यो प्रिमिक्सै युज गर्न सकिन्छ। र जो अब एक्सपिरियन्स भएको छ उनीहरूले त अब घरमै अब त्यो के अरे मैदाहरूले बनाउँछन्। तर हामी चाहिँ अब अहिले सक्दिनँ। यसमा एड गरेका छौँ भन्दा चाहिँ रिफाइन गरेका छौँ त्यति नै हो। यसमा एड भनिसके पछाडि हामीले रिफाइन अन्ली गरेका छौँ र यसरी पानी हालेर घरको पानी हालेर चाहिँ फिर्दैछौँ। त्यति नै हो गाइस। अनि अरू अब त्यति नै हो। अब यसलाई अब कुकरमा बसाउनु पर्छ। जसको घरमा ओभन छ ओभनमा हालिदिँदा राम्रो। तर हाम्रो घरमा चाहिँ वर्तमान छैन र कुकरमा बसाउने हो। त हेर्दै जानु प्रोसेस कस्तो के हुन्छ। तर गाइस म पनि क्रिम फेरि लिन्छु त्यसको बादमा फेरि तपाईँहरूसँग बात गर्नेछु कस्तो के हुन्छ। अहिले चाहिँ यति थोरै देख्दै हुनुहुन्छ यसको पनि म धेरै बनाउँदा छु। ल त हुन्छ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो भाइले अब यो रेडी पारिसक्नु भयो होइन। अब त यसमा अब जुन
प्रिमिक्सहरू फिटेको थियो त्यो अब यहाँ हालिदिन आँट्नुभएको जसरी अब पहिले भनिसक्नु भएको छ अब के गर्ने हो। र म चाहिँ उता क्रिम फिट्दै थिएँ त्यसैको लागि केही साउन्ड आउँदै थियो र म्युट गरेकी छु अहिले। भाइले क्यामेरा धर्नुभएको छ। यहाँ चाहिँ हाम्रो कुकर गरम भइसकेको छ अलरेडी। यसमाथि अब केही राखिदिने र यसलाई राखिदिने। अनि त्यो पछाडि हाम्रो अहिले गाइस हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ क्रिम बनिसकेको थियो र मैले कुन चाहिँ दिशामा हालेको त्यो देख्न सक्नु भएको थियो होला पेलपेलिया र यस्तो भएको छ। हाम्रो नयाँ नयाँ क्रिएक्टर हुँ त त्यसैका लागि अब लाहे धीरेले अब बनाउन सिक्दैछौँ बनाउँदै पनि छौँ हल्का फुल्का पनि सेल गरिरहेको छौँ। यो चाहिँ अब घरकै लागि खानाका लागि क्रिम बिग्रिन्छ भनेर किनकि क्रिम ल्याएको धेरै दिन भएको थियो त 2टा जस्तो अर्डर थियो त्यसैको लागि। र यो चाहिँ रगोले चाहिँ अहिले हामीहरू आफै घरमै बनाउँदैछौँ हेर्न सक्नुहुन्छ छोरालाई खानाका लागि। अब हामी पनि खाने चाहिँ छौँ। फाइनली गाइस यतिको भयो। यो चाहिँ घरमा खाने हो। अघि के भने